भाइले चाहिँ बहन गरेको देखेर मलाई चाहिँ डाँड लागिसकेको छ। गजब बेइज्जती है। आफ्नो बेइज्जत गर्न चाहन्न दिन सक्नुहुन्छ हैन। नेउराका चाहिँ आगुरा पला आगुरा घर लागेको छ शङ्करले चाहिँ नेउरा टिप्नु हैन। ओहो जुकाले त दर्शक बिन यस्तो हात साथीहरु प्रकृतिले चाहिँ हैन सिजन अनुसारका खाद्यान्न यानी कि तरकारी चाहिँ निश्चित रूपमा उपलब्ध गराइदिनुहुन्छ। तर हामीले चाहिँ सधैँ मेरो त दर्शक यस्ता हानि पाते पात खान मेलन चाहिँ टेस्टी खान गरेमा होला पाते पात। हेलो नमस्ते अनि स्वागत छ मेरो अर्को नयाँ ब्लगमा। आई होप सबैजना सन्चै राम्रै स्वस्थ बेस्ट अनि मस्त हुनुहुन्छ होला। मस्त नभए हस्पिटल जानु होला किनकि स्वास्थ्य नै सबैभन्दा ठुलो धन भनेर चाहिँ हाम्रो भाइले भन्छ हैन। स्वास्थ्य सबै छ भनेर चाहिँ हाम्रो भाइले गफ गर्छ। हुन पनि हो स्वास्थ्य छ त सबै गर्न नि पर उपचार स्वास्थ्य छ त सबै छ। त्यसैले हामी चाहिँ स्वास्थ्यलाई मध्यनजर गर्दै अहिले चाहिँ टोली चाहिँ अर्गानिक तरकारी खोज्नको लागि कहाँ जाँदैछौँ अरे ओद्दा गयो त पनि ढड्यानतिर नेउरो टिप्न जाँदैछौँ होइन। च्यानलमा नयाँ हुनुहुन्छ नि कृपया सब्सक्राइब गर्न नभुल्नु होला। त्यसपछि अब चाहिँ सँगै तपाईँहरूलाई हामीले चाहिँ नेउरो टिपाउँछ। हाम्रो गाउँघरतिर चाहिँ नेउरो पला कि अब चाहिँ होइन। आज चाहिँ यसो मुख फेरौँ होइन केटा। सधैँ कति दाल मात्र खाने सधैँ कति हरियो परियो खानु पर्यो। हरियो परियोहरू स्वास्थ्यको लागि एकदमै फाइदाजनक हुन्छ भनेर चाहिँ दुई भएर हिँडिसकेका छौँ होइन। पाहापानीको ढडेन औद्धा गरेको ढडेन भन्छन् के अरे हाम्रो गाउँतिरको नाम हो यो चाहिँ जङ्गलको होइन। टकलाएर हिँड्दैछौँ होइन रफ्तारमा। औद्धा गऱ्यो भन्छन् यता चाहिँ मान्छे औद्धा गरे साथीहरू देख्न सक्नुहुन्छ। यहाँ औद्धा गरेमा चाहिँ यत्रो टुनी छ टक्क लाएर कति कोही चढ्न छ भने यत्रो त टुनी छ। भाइका त कति फुटो लाग्यो भाइका त कति भाइ होला यस्तो कति तेरा कति त जत्राका कतिवटा होला नि 50वटा छ नि त यो टुनी। त जत्रा 50वटा त हुन्छन् केटा। त जत्रा म जत्रा हुन त म नि कति अल्को छु र ये बड़ी अच्छी बात कही आप। अनि साथीहरु यता चाहिँ माछा छन् हैन। त यहाँ आउँदिनका माछा चाहिँ मार्न हुन्न। सल गडेला माछा खेलिरहेका देख्न सक्नुहुन्छ हैन। ए माछा त बुढा काले देखिन्छ नि यहाँ त। लकेडाले चाहिँ नेउराको बहन गरिसकेको छ दर्शक बिन हैन। हैन केटाले चाहिँ मैले बढी भए पारेर मलाई नि दिन्छ को हैन। यता चाहिँ यस्ता हुन्छ नेउरो तराईमा बस्ने बासिन्दालाई त देखाउनु परेन। तराईमा बस्ने थाहा नभएकोलाई मिठो हुन्छ हैन। ल साथीहरु टोली चाहिँ अब वनतिर पसिसकेको जानकारी गराउँदछ। भाइले चाहिँ बहन गरेको देखेर मलाई चाहिँ डाँड लागिसकेको छ। गजब बेइज्जती है। आफ्नो बेइज्जत गर्न चाहन्न यता उता पस्छ दुईटी एकतिर बस्न भने के होइन त यता आइज भनेर म भन्न त मिलेन होइन। दुईटी एकतिर जाने त कहाँ भेटिन्छ नि त। चौतारी नि पाक्न सुरु गरिसकेको छैन हाम्रो गाउँतिर चाहिँ पुरा। अहिले चाहिँ खासै चौतारी चाहिँ फलेको छैन। त्यही पनि यहाँ चाहिँ बल्ल कता कति फलेको रहेछ। ल रातै खोइरी हुन थालेको रहेछ हैन साथीहरु। अब चाहिँ शङ्कर चाहिँ लाग्यो निहरू टिप्नु हैन। निउरी पलायो दाइले भाजुला माइकल काट्यो ओनी किसान हेकेटा कोन त यता त आ छ केटा यार। यता रातिका पाइलान् कि
ए टाढा झरे म त ओइ के थ पानी भएका ठाउँमा आउकर नेउरो हाँसी पलाउने भनेको ल साथीहरू नेउरोको शङ्करले बहिनो गर्न लायो यत्रेले भने बहिनो गरौँ होइन साथीहरू ल साथीहरू आज चाहिँ सँगै नेउरो टिप्नु पर्छ होइन मैले चाहिँ लाइभ टिप्छु तपाईँहरूले चाहिँ भिडियो मार्फत मेरो भिडियो हेरेर होइन मनोरञ्जन गर्दै तपाईँहरूले टिप्नुका भए पहिला विगतका घटनालाई स्मरण गर्दै तपाईँ पनि मेरो भिडियोमा जोडिनु होला होइन नेउरो टिप्नको लागि जानकारी गराउँदा त होइन ल अनि साथीहरू नेउरो चाहिँ पुरा सिमसार क्षेत्रमा पलाउँछ होइन रातिको बच्चा हो हान साथी नेउरोका ठोसा पलायो चाहिँ है दर्शक दिन शङ्करले चाहिँ नेउरो भेटाउन खोजिरहेको छ होइन तर मैले नेउरो भेटाउनुभन्दा पहिले जुकाले मलाई चाहिँ भेटाइसकेको छ होइन ढडेन ढुङ्गाको ढडेन छ कि यस्तो ढुङ्गाको ढडेन छ होइन त्यही भएर धार चाहिँ टिपेको मैले चाहिँ होइन साथीहरू भाइ चाहिँ आत्तेर त्यसै मैले अन्त नि धेरै टिप्न लागिसकेको छ भनेर मैले जानकारी गराउँदछु कहाँ कुन्नी जुकाले भए साथीहरू यसलाई चाहिँ होइन जुका लाग्न सुरु गरिसकेछन् यता त दर्शक बिन्जेल त यति बनाइसकेछ 2 मिनटमा वहाँबाट यहाँ झरौँ राम्रो टिप्यो लाक्रा टिप्यो शङ्करले त काम छैन कि त्यो मरा देश अलिकति जुकाले खाऊ शङ्करले धोक्रो मात्र ल्याउनु भयो यस्तो दर्शक यीको म त यस्तो टिप्नु तेरा हजुर भयो हरिफ सागपात त जस्तै लाक्रासित काँची खाने हुन्छ होइन साथीहरू जुका चाहिँ लाग्न सुरु गरिसकेका छ नि मलाई शङ्करले रातै बनाहाने यति ए बुढा म त जुकाले खाएको शङ्करले त एकछिन मोबाइल बन्द गरेर नेउरो टिप्न थाल्छ किनकि भाइले चाहिँ हेर्नु त यसरी टिप्न ला ए दर्शक बिन ए दर्शक बिन शङ्करले दर्शक बिन नेउराका चाहिँ ठोसा पलाएको छ होइन ढडेनतिर चाहिँ अहिलेको सिजनमा चाहिँ सायद कोही नआएर होला होइन पलाएर चाहिँ आँकुरा निकालेर पनि पत्ताइसकेको रहेछ होइन कोही चाहिँ पलाउँदैछ नि यो चाहिँ यो शङ्करले टिप्न ला होला होइन सक्नुहुन्छ पुरा हाम्रो गाउँकाला नेउराको महत्त्व थाहा नभएर होला अहिले आउनै छोडे होइन भाइ त कहाँ गएको नि हुन त गाउँघरतिर होइन केटा हामी चाहिँ नेउरो खाने मान्छे बस्दैनन् सबै आलु गोपी दाल खाने मान्छे मात्र बस्छन् त्यही भएर नआएको हुनसक्छ साथीहरू होइन टकलाएर त्यहाँदेखि सक्नुहुन्छ होइन नेउराका चाहिँ आँकुरा घर लागेको छ शङ्करलाई चाहिँ नेउरो टिप्नु होइन भाइ त कहाँ गएको नि ऊ छुट्टिएको क्या जस प्रकृतिमा निश्चलको रूपमा आउन चाहिँ नेउरो भगवानले चाहिँ जुटाइदिनु भएको छ होइन
सिजनमा सिजन अनुसारका तरकारी चाहिँ प्रकृतिमा उपलब्ध गराइदिनु भएको छ हाम्रा भगवानले भनौँ कि प्रकृतिले भनौँ होइन। नेउरो चाहिँ साथीहरू यस्तो ढुङ्गाबाट आँकुरा निकालेर पलाउनु छ होइन। यो चाहिँ खानाको लागि एकदमै स्वादिष्ट अनि टेस्टिलो हुन्छ होइन। स्वास्थ्यको लागि नि फाइदा, खानाको लागि पनि सजिलो टेस्टिलो स्वादयुक्त हुन्छ होइन भनेर गफ छाट्ने भाइले चाहिँ भ्याइसकेको छ होइन। देख्न सक्नुहुन्छ साथीहरू यता चाहिँ पुरै ढुङ्गा छन् होइन। ढुङ्गाको बिचमा चाहिँ नेउरो पलाउँछ, त्यसैले यसलाई चाहिँ ढड्यान भनिएको होला सायद। पहिलाका बुढाबुढीले ढड्यान नाम ढुङ्गा भएर भनेको होला नि होइन। त्यही भएर चाहिँ हामीले नि यसलाई ढड्यान भन्छ। तर नेउरो टिप्नको लागि जारी छ, तर आत्तिने यस्ता ढुङ्गा त पक्लक्क एउटा खुट्टो एकतिर गयो भने भाँच्यो नि त होइन। यस्तामा त पशु ओइ कसले पड्काउँछ केटा, मलाई अलिकति दिएछ है। साथीहरू प्रकृतिले चाहिँ होइन सिजन अनुसारका खाद्यान्न यानि कि तरकारी चाहिँ निःशुल्क रूपमा उपलब्ध गराइदिनुहुन्छ। तर हामीले चाहिँ सदुपयोग गर्न खान जान्नेका छैनौँ। पहिलाका मान्छेले त यिनी खाएर आफ्नो गुजारा गर्थे होइन। तरकारी बजारबाट किन्दिनथे, अझै त वन जङ्गलमा खेर त्यसै गइरहेका छन् होइन। यसो प्रयोग गर्ने भनेको यिनीहरूलाई सदुपयोग गर्ने भनेको शङ्करेर भाइले ओहो जुकाले त दर्शकबिन यस्तो हात तेरीमा यस्तो शङ्करलाई जुकाले त भ्यो नि हात टोक्दिएछ रगतै निकालो। त्यहाँदेखि खाओस् उसले नै आफ्नो आहारा पुरा गरोस् होइन। हामी हाम्रो आहारा पुरा गर्नको लागि नेउरो टिप्न आम भने त्यही मौका छोपेर शङ्करलाई चाहिँ जुगाले खाएको छ होइन। उसले पनि आफ्नो आहारा आजको लागि पुरा गरोस् भनेर चाहिँ शङ्करले त्यसलाई धन्यवाद भन्दा नि अर्को पनि जुको यस्तो जुका त यता त बाक्लै लाग्न सुरु गरेछन् साथीहरू। यता चाहिँ राति गरा यस्तो ओहो साथीहरू नेउरो खाने चक्करमा मलाई चाहिँ जुगाले खाइसकेको छ होइन। आधी खाइसक्यो खुन त। यसरी जङ्गल हिँड्नुको मजा पनि बेग्लै हुन्छ भनेर जानकारी गराउन चाहे। ओ यो केटाले त भारी पुऱ्याएर शङ्करै भन्छ त्यसमा। हुन त केटाले मलाई दिन्छ होइन। साथीहरू यसमा चाहिँ प्रशस्त मात्रामा फाइबर, भिटामिन ए, फाइबर, त्यसपछि लगायतका न्युट्रिसन यानि कि पोषक तत्त्व पाइन्छ भनेर चाहिँ खाद्य विभागले भन्छ। तर मैले चाहिँ भन्दिनँ, मैले जाँचेको छैन होइन। यसलाई ल्याबमा लगेर केटाले चाहिँ पुरुष त्यही यो शङ्करले चाहिँ खाने मात्र नै होइन, यो चाहिँ खानको लागि एकदमै टेस्टिलो स्वादिलो अनि शरीरको लागि एकदमै फाइदाजनक हुन्छ होइन। हजुरको गाउँघरतिर पाइन्छ कि पाइँदैन यसो कमेन्ट गर्न नभुल्नु होला। यसरी पछाडि झोला बोकेर जङ्गल गएर नेउरो चाहिँ कसले टिप्छ होइन। टिपेर लिएर पकाउँछ, आफ्नो भान्सामा तयार गर्छ अनि यस्तो जुगाले खाइ जङ्गल डुल्नुको मजा नि बेग्लै हुन्छ भनेर म भन्दिनँ साथीहरू। त्यही हो शङ्करले चाहिँ नेउरो यतिका बनाइसकेको छ होइन। एक छाक त बनाऊ। ल दर्शकबिन टोरी चाहिँ होइन नेउरो टिपेर वनबाट निस्किसकेको छ। अहिले चाहिँ डाँडामा आएको छ होइन। केटोले चाहिँ घाँस काटेर पनि यतिका ल्यायो बाह्रलाई होइन।
केटाले त दुईटा काम एकैचोटि गर्छ कि अहिले चाहिँ रु हाँडो खस्नु हो मोर्लासमा कागल खान गयो अरे छागो मुला यो चाहिँ भाइको थोइलो असो गर्न परेन नेउरो दर्शक बिनलाई देख्नु परेन केटाले त मस्ती टिपे एमा दर्शक बिन केटाले त गतिला यत्रो ओहो एमा साला भिडियो हेरौँला भिडियो हेरौँला अन्त मलाई भिडियो हेरौँला अन्तिम के भयो के हुन्छ कान्दा केही मात्रै हेरौँला मेरो त दर्शक यस्ता हानि पाते पात खान मेला चाहिँ त्यस्तै खान गरेर आउँछ पाते पात साथीहरू अब चाहिँ घर भेटौँ न होइन केटाले त घाँस निल्यो यार नेउरो निल्यो केटो जेउस मिहिनेती छ होइन मलाई चाहिँ एउटी केटीले त पारिदिनु होला यसै भिडियो हेरेर किनकि यसको टुप्पी बढ्यो टुप्पी फालिदिने टुप्पी निमाट्ने केटी होइन केटा फाइनली टोली चाहिँ घर आइसकेको जानकारी गरौँ त टोली चाहिँ अब चाहिँ होइन रफ्तारमा नेउरो बनाउन सुरु गरिसकेको छ होइन आमाले चाहिँ नेउरो बनाउन सुरु गरिसकेकी छ दुई छाक्लै हुमुले लिन सक्नुहुन्छ होइन एक परात नेउरो आलु मिसाउने कि नै आलु चाहिँ एकदमै सुट गर्छ नेउरोमा नबफाइकिनी बसाउने हो पकाउने यसलाई चाहिँ सपो मसिनो गराएर काट्ने त्यसपछि टक्क लाएर साग बनाउनु पर्छ होइन पहिलो काम मान्छेले चाहिँ काटेर एकचोटि बफाएर बल्ल पकाउँथे तर त्यस्तो होइन बफाउने नि फेरि यसमा भएको तत्त्व ओरि जान्छ त्यहाँ नि रसिलो हुन्छ पहिलाकाले जाने थिएन साथीहरू शङ्करले चाहिँ नेउरो पकाउन लागिसकेको छ होइन टक्क लाएर अब चाहिँ चट्ट पारामा शङ्करको स्टाइलमा नेउरो पकाउँछ ए चट्ट पारामा पहिला त यो पोखेर भुट्ने त आलु पो राख्छ नि क्या साथसाथ आलु एकछिन भुटेर पोखेर खै शङ्करले नजान्लाई नेउरो पकाउनु चल पर आलु भुटेर होकर पोल्ने नेउरो हालेछ शङ्करले केही छैन यसलाई नि पकाउनु पर्छ हेलो टोलीले अब चाहिँ नेउरोसित भात सम्काउन लागिसकेको छ फाइनली साथीहरू नेउरो चाहिँ पाकिसकेको छ अनि टोलीले चाहिँ डिनर खान थालिसक्यो होइन नेउरो चाहिँ कोलाई मनपर्छ यसो कमेन्ट बक्समा मनपर्छ भनेर लेखिदिनु अनुरोध गर्दै आजलाई चाहिँ यति नै अब चाहिँ अर्को भ्लगमा भेटौँला कृपया नयाँ हुनुहुन्छ नि कृपया च्यानलको सब्सक्राइब गरेर माया देखाउन अनुरोध गर्दै अब चाहिँ टोलीले खाना सुरु गरिसक्यो